हाम्रो मोबाइलमा भएका फोटोहरूलाई चाहिँ हामीले पिडिएफ कसरी बनाउन सकिन्छ, किनभने हामीले त्यो पिडिएफ चाहिँ लोकसेवाको फारमहरू भर्ने बेलामा अथवा शिक्षक सेवाको अनलाइन फारमहरू भर्ने बेलामा चाहिँ हामीलाई फोटोलाई पिडिएफमा बनाएर अपलोड गर्नुपर्ने हुन्छ। त्यसका लागि चाहिँ हामीले हाम्रो मोबाइलमा भएका फोटोहरूलाई चाहिँ कसरी पिडिएफ बनाउने र एउटा पिडिएफभित्र चाहिँ हामीले धेरैभन्दा धेरै फोटोहरूलाई कसरी एउटै पिडिएफमा समेटेर हामीले फाइल बनाउन सकिन्छ भन्ने विषयमा भिडियो बनाएर लिएर आएको छु। कृपया भिडियोलाई चाहिँ सुरुदेखि अन्तिमसम्म हेरेर साथ दिनुहोला। त्यसको लागि हामीले के गर्नुपर्छ भने हामीसँग एउटा मोबाइल रहनेछ। त्यो मोबाइलमा एउटा गुगल हुन्छ, त्यो गुगलमा जानुपर्ने हुन्छ। हामीले फोटोलाई पिडिएफ बनाउनको लागि हामीले सुरुमा यसरी गुगल खोल्नुपर्ने हुन्छ। गुगलमा त्यसपछि अनि यहाँ माथि सर्च बटन देखाएको हुन्छ, त्यो सर्च बटनमा हामीले सर्च गर्नुपर्ने हुन्छ। त्यो सर्च बटनमा चाहिँ हामीले के टाइप गर्नुपर्छ भने फोटो टु पिडिएफ भनेर सर्च गर्नु होला है त। फोटो टु पिडिएफ भनेर सर्च गर्नु होला। यहाँ देखाइएको छ फोटो टु पिडिएफ सेकेन्ड नम्बरमा म यहाँ चुज गर्छु। अनि चुज गरिसकेपछि हामीलाई एउटा यस्तो पेज ओपन हुनेछ, जुन पेजमा चाहिँ कन्भर्ट जेपिजी टु पिडिएफ भनेर इमेज जेपिजी टु पिडिएफ अनलाइन भनेको छ। यसरी हामीले गर्न सकिनेछ। यहाँ सुरुमा देखाएको छ आई लभ पिडिएफ भनेर देखाएको छ, त्यो लिङ्कमा हामीले क्लिक गर्नुपर्ने हुन्छ। यो लिङ्कमा क्लिक गरिसकेपछि हामीलाई एउटा यस्तो पेज ओपन हुनेछ। यसमा सेलेक्ट जेपिजी इमेज भनेर देखाएको छ है त। यो सेलेक्ट जेपिजी इमेज भनेको चाहिँ हाम्रो मोबाइलमा भएका फोटोहरूलाई हामीले यसरी सेलेक्ट जेपिजी इमेजमा चुज गर्नुपर्छ। अनि त्यसपछि हाम्रो मोबाइलमा भएका फोटोहरू देखाइदिनेछ है त। जसरी यसरी फोटोहरू देखाइदिनेछ। म अहिलेको लागि चाहिँ एकछिनको लागि यहाँ भएका यो जस्तै यो 5वटा फोटोहरूलाई म पिडिएफ बनाएर देखाउने छु। 1 2 3 4 5 6 7 यो 8वटा फोटोलाई चाहिँ म एउटै पिडिएफ बनाउँदैछु है त। 8वटा यहाँ 8 देखाइएको छ। यो 8वटालाई चाहिँ मैले त्यसपछि सिलेक्ट गरेपछि डन गरेँ। डन गरिसकेपछि हामीलाई यसरी देखाइदिन्छ। यहाँ प्लसमा 8वटा देखाएको छ, अझै पनि थप्न सकिनेछ। त्यसपछि सर र तल हामी हेर्न सक्छौँ। यहाँ चाहिँ हाम्रो 8वटा फोटो चाहिँ कलेक्ट भइसकेको छ। अब यो कलेक्ट भइसकेपछि यहाँ यतापट्टि देखिनेछ हाम्रो कन्भर्ट टु पिडिएफ भनेर यो रातो बटनभित्र देखिनेछ। त्यो रातो बटनमा चाहिँ हामीले क्लिक गर्नुपर्ने हुन्छ है त। त्यसमा कन्भर्ट टु पिडिएफ भनेर चुज गर्नु होला। त्यो देखाइदिन्छ अपलोडिङ फाइल्स टु अफ 8 भनेर देखाइएको छ। यसरी हामीलाई अपलोड हुनेछ। अपलोड भइसकेपछि चाहिँ हाम्रो यो एउटा पिडिएफ बन्दैछ। यो पिडिएफ बनिसकेपछि चाहिँ हामीले यसलाई डाउनलोड गर्नुपर्ने हुन्छ। डाउनलोड गरिसकेपछि चाहिँ यहाँ देखाइदिनेछ है त। एकछिन मेरो अपलोड हुँदैछ, अपलोडिङ हुँदैछ। यो जम्मा पिडिएफ 8वटा फोटोको एउटै पिडिएफ बनाउँदै गर्दा जम्मा कति केबी भयो भने जम्मा 88 केबी मात्रै भयो। अब यहाँ मेरो हेर्नुहोस् पिडिएफ बन्दैछ। अब यो पिडिएफलाई चाहिँ हामीले डाउनलोड पिडिएफ भनेर देखाइएको छ यहाँ रातो बटनभित्र, त्यसमा क्लिक गर्नु होला। त्यसमा क्लिक गरिसकेपछि चाहिँ हाम्रो माथि डाउनलोडिङ हुँदैछ है त। त्यो पिडिएफ चाहिँ डाउनलोडिङ हुँदैछ, यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ। अनि यो ओपन गरेर हेरौँ है त। अघिको हाम्रो 8वटा फोटोलाई चाहिँ एउटै पिडिएफ बनाएर हामीले बनाइसकेका छौँ। यसलाई चाहिँ यसरी हामीले ओपन गर्न सकिनेछ, अथवा यसलाई चाहिँ हामीले त्यसपछि यसरी हामीले यो फोटोलाई चाहिँ हामीले पिडिएफ बनाउन सकिन्छ। आजको लागि भिडियो यति नै। बाँकी भिडियो यो सम्बन्धी केही जिज्ञासा जानकारी भएमा कमेन्ट बक्समा कमेन्ट गरेर साथ दिनुहोला भन्दै भिडियोलाई म अन्त्य गर्न चाहन्छु। हवस् त, नमस्कार।